नमस्कार। हामी प्रजातान्त्रिक प्रणालीमा छौँ कि निरङ्कुशतावादी प्रणालीको अवलम्बन गरिरहेका छौँ। बालेन शाहले 4 मिनेटमा धनगढीमा केही आश्वासनहरू बाँडेछन्। एउटा 2 वर्षमा बढ्ने भौतिक संरचना 1.5 वर्षमा बन्नुपर्छ। बानेर हुन्छ कि कुटेर हुन्छ कि गुदेर हुन्छ। के प्रजातान्त्रिक प्रणालीभित्र यो सह्य हुन्छ? नम्बर दोस्रो, गरिबहरूले पढ्न पाउने व्यवस्था म गर्छु। बालेन शाहले काठमाडौँमा 3 वर्ष राज गर्दा कतिवटा बोर्डिङ बन्द गराए जसले पैसा लिन्छन्, अनि कतिवटा स्कुलहरू नयाँ थपे त जहाँ उसले भनेको कुरा पुगोस्। स्वास्थ्यमा बालेन शाहले काठमाडौँ महानगरमा मेयर भएर बस्दै गर्दा स्वास्थ्यमा एउटा महानगरको आफ्नै निजी हस्पिटल समेत चलाउन नसक्ने, जहाँसम्म 26 अर्ब रुपियाँ बजेट खेलाउन सक्ने महानगरको प्रमुखले एउटा आफ्नो हस्पिटल बनाएर महानगरवासीलाई निःशुल्क सेवा दिन नसक्नेले देशभरि कसरी गर्छन्? यहाँभन्दा हास्यास्पद कुराहरू के हुन सक्छ? यो चुनावमा बाँडिने बाचा अझै पनि हामीले पत्याउने कि त्यसको उसले गरेका परिणामलाई हामीले मूल्याङ्कन गर्ने? यो तपाईँ हामी सबैले सोच्नुपर्ने बेला आएको छ। रवि लामिछानेले सहकारीको पैसा 100 दिनमा फिर्ता गर्छु भनेछन्। अहिले अरूको छोडेर उसले खाएको पैसा मात्रै सर्लक्क फिर्ता गरिदिएर यो कुरो गरे कस्तो हुन्थ्यो? आफ्नैले बिगारेका सहकारीको पैसा चाहिँ नतिर्ने, अनि 100 दिनमा कहाँबाट राज्यको कोषबाट तिर्छौँ भन्ने होला। अनि तपाईँ हाम्रै करबाट उठाएको पैसाबाट सहकारीमा पैसा तिर्छौँ भनेर एउटा सहकारी ठगले भनेको हामीले पत्याइदिनुपर्ने, ताली बजाइदिनुपर्ने।